मोटरसाइकल अवस्थाखेरि हामी पनि चढेका छौँ सारा शीतलो त्यहाँ त घर आउँदाखेरि गाडी यहाँभन्दा त बाइकमा ठिक हुन्छ का घर आउँदा मैले पकाएर खुवाउनु दिँदा नि मलाई पनि पकाएर खुवाउनु न आज त अब म जाने पो पकाउँछु त माछा माछा ल्याएको छ छोराले बाबाले पनि ठोनाएर पकाउनुहुन्छ आज त बाबालाई पकाउन लाउने हो जा पूजा पकाइ त तले पकाएको खाने म त पोखराबाट कहिले बाबुआमाले पकाएको भोकैले हाट्छु त्यस्तो गर्न पाइन्छ छोराछोरी भाषी अहिले कुन गाह्रो त नि अब हुर्काउँदाखेरि तिमीहरूले गर्दैनौ त नि त्यतिको हात पाखुरो लगाइदिएछु अनि पाइदिनु मात्रै काम हो सबभन्दा त यसलाई गाह्रो भयो त पकाएर तारा खिचिन्छ तारा बोल्नु बनाइन्छ हजुरलाई बाबा त्यो यही लाउनु भएको थियो टी सर्ट कान्छो आउँदा दिन बा सबले बा हाम्रा नि त्यस्ता बा भइदिए भनेर दुनियाँले भनेको छ बाबा के भन्ने हो तिनीहरूलाई के भन्ने त्यो भिडियोमा के कान्छो अचानक आयो हजुरले भात खाँदै हुनुहुन्थ्यो झरक्क उठेर गएर मुही खानु भयो होइन सम्झिनु भएको छ त्यो भिडियो मैले हालिदिएँ सबले मजा माने छोराको माया साथले लाउँछ नि हैन बाबा छोराछोरी हाम्रा पनि त्यस्तै बा भइदिए कति मायालु बा भने आमालाई कसैले भनेनन् बाबा हजुरलाई रोजे आमालाई रोज्ने त यहीँ वरिपरिका 3-4 घरले रहेछ क्या बाबा हजुरलाई सारा संसारले रोज्यो सबैले हो संसारले बाजाती आमालाई फेरि यहाँ वरिपरिकाले क्या ए चुना क्यारी छौ चिया पकाऊ त्यस्ताको मात्रै जाति हजुर संसारको जाति यता हेर है उता खेचिएको आउँछ का अब हजुरलाई दिनु पर्यो क्या बाबा भट्टाभट आइटमहरू यहाँ सिधा बस्नु यस्तरी बस्नु अब ल दसैँमा भेट्न आएका अब यहाँ हो अब नाङ्लेमा टकार्छु क्या बाबा म सब हजुरले खाने हो एउटा यो पोको हजुरलाई हो बाबा बुझ्नुभयो कसैलाई नदिनु अब हजुरलाई यहाँको मध्येको के दिउँ खै अब हातमा पर्ने बित्तिकै मम्मीतिर होइन है फेरि ल त्यसो भयो भने मैले दिन्नु फेरि ल अब अरू के दिउँ बाबा खै ल थाप्नु हात यो मम्मी चाहिँ काम खुसीदा दसैँको दसैँ हजार रतन ल बाबा अब दसैँका हजुरलाई कोसेली है अब त्यो के पे नानी अब हजुरले जता लाने हो लानु के को दिने हो अब कसैलाई दिन्न यहाँ हजुरलाई भनेको हजुरलाई हो मम्मीलाई छुट्टै दिन्छु क्या म यो उता मम्मीको पर्यो यो हजुरको धुलो पिठो परे नि चियामा घोलेर खाने अनि हेर यो मेन हजुरलाई सम्झेर ल्याइदिएको जहाँ तहाँ अड्केको कोट्याउने यो सबभन्दा हजुरलाई चाहिएको भएर है लै नआउने छ भने त अब सबैलाई भयो अब हजुरलाई मेन ल हातमा पर्न नपाउँदै दिइहाल्ने हातमा पर्न नपाउँदै यस्ता चालाले हुन्छ र बाबा
यसरी जिन्दगी चल्छ र जिन्दगी उल्टा हो नि होइन नि बाबा यो हजुरलाई हो बाबा यो प्रेसर घट्ने चप्पल मिल्ला के रे ल हेर्नु काइता गरेर त यहाँ कष्ट मान्नु हौ हुन्छ नि हजुरलाई कि हुँदैन यी जुत्ता हजुरलाई यहाँ राख्नु 10,000 दिन लाएर जानु पर्ला नि यी जुत्ता हजुरलाई कस्ता छन् बाबा काइता काइदा यहीँ राख्ने है आज सबै यहाँ नाङ्लो ल्याएको किन हौ हजुरको आइटम मात्रै हुन्छ नाङ्ला यी मम्मीका नि छन् मम्मीका नि छन् फेरि हजुरलाई मात्रै होइन यो हजुरलाई बाबा यसो यताउति यहीँ घर बस्दा लाउने यो कस्तो छ यसो उचालेर हेर्नु त चेन छ मोबाइल पनि आयो भने यहाँ हाल्न पाइन्छ क्या पछि यस्तरी ल हेर्नु कस्तो छ ल हेर्नु अनि यो पनि हजुरलाई हो जाँगे हजुरलाई धेरैले मन परायो बाबा भिडियोमा पनि यो हजुरलाई मिल्यो भने लाउने हो मिल्दै गर्ला मिल्छ अलि सानो हुन्छ कि मिल्छ होइन लगाइहाल्नु त जे होला होला मिल्यो मिल्ला टक्क मिल्छ का उल्टो भयो हो अर्को हात हाल्नु हो त्यताबाट आहा ल हेर ट्याक्क भयो बाबा यो एक कति मजा देखियो नि टोपी लाउनु त आहा यो मम्मीलाई हो यो मम्मीको केरा चाहिँ आफै निकालेर हेर्नु हिँडेको होइन 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 पर्दैन पर्दैन यो घरको जस्तो मान्नु यो मम्मीलाई हो है बाबा यो भैँडो ल्याइदिएको कुर्ता हो ल हेर्नु यो घरको हो बुढा यो घरको हो ल ल अब ल हेर्नु यसमा मम्मीको त यति मात्रै पऱ्यो नत्र यो नाङ्लो जति सबै हजुरको जुत्ता नि मम्मीका पऱ्यो त्यहीँ राख्नु त हजुरकै यो सबै पहिला पैसै समात्नु भयो होइन यत्रो भाँडाकुँडा छोडेर दिने होइन हजुरलाई यो क्यार्न दिने मम्मीलाई दसैँ खर्च म दिन्छु नि मम्मीलाई छुट्टै अब क्यार्ने त नि बाबा यो मध्ये सबभन्दा मन के परो मन यो छ यही छ सबै छ सबै छ सबभन्दा बढी मन के परो बाबा यहाँ अगाडि चप्पल लान्थेछ अनि ओ बाबा साढे खाला क्यासला तँ खसे त खसे त यसभित्र बाबा गजबको कचौरा परेको छ ल चियापत्ती हो
होला भने छोडियो होला अथवा यसमा छ होला यसमा थियो कि यसमा पाएन खोइ यो खुल्ला थियो कि बाल खोल्नु गऱ्यो त्यही खोजेको बुढा कति बेला निकाल्नु हौ त्यहाँ थियो कर केरा त अन्यको चोटी दिँदैन उता लगाएर राख्यो छु ए भाउ त्यही खोजेको ल भाउ त्यो पाइहाल्नु छ त्यही नसम्म पैसै धेरै समात्नु भयो हजुरले होइन यसलाई यो दिइहाल्छु भन्नुभयो यहीँ राख्नु कस्ता छन् बाबा नोट ठिक छन् कतिको नयाँ छन् गर्नु त बाबा कतिवटा रहेछ नि गर्नु पर्दैन गर्न त जान्नुभएको छ यी मध्ये सबभन्दा ठुलो पैसा कुन हो बाबा यो हो नि हजारै हो ल एउटा फोटो खिच्नु पर्यो यहाँ राख्नु हजुरले नाङ्लो समात्नु हजुरको फोटो खिचिदिन्छु म ल हेर्नु बाबा आस्तिनु न अब सबै दिएपछि यो छ अहिले ल बाबा आज म यो छ र पैसा चाहियो छैन अब यो हजुरले खानु ल यी हजुरका भयो यी सबै हजुरका भयो यो कसैलाई म दिन्न भने नि पाउनु भयो क्या ल अब यहाँबाट के मम्मीलाई दिने हो के हजुरले राख्ने हो ल यो मम्मीलाई दिने हो के ल आउनु त यता ल दिनु अहिले सन्त पकाएर खायो यहाँ यस्तो घर त छैन छैन र हो नि अनि यहाँ के हो मम्मीलाई दिने ल के हो यो हेर्दै हजुरले छानेर दिनु यो के रहेछ त नि यो त हजुरलाई नि खाने यो भट्टा यस्तो यो लसन त होइन यो टमाटर राख्ला ल ल ल यो त्यो कुर्था यो के भन्छ यो त शोभाले पठाएको भन्नु है यो शोभाले पठाएको आमाको हो क्या यो ए आज दिनु पर्छ नि यो के हो साबन अरू के भन्छ यस्तो यो हेरेर दिन्छु म त के हो त्यस्तो बाहिर खोले हेर्नु न थाहा हुन्छ यो चाहिँ हेर्नु न हेरेर ला हो के रहेछ ल यो सबैले बाँडेर खायो भने त ल मेरोमा त थुप्रो होइन सबैको छ तर त्यो हजुरको हो अब हजुरले बाँध्नु भयो ल ल सबैले खानु लाग्यो र यो त ल्याउनु छैन के यो तेरो ल मम्मीको नि आयो ल ल हात र पात यो पनि तेरै यो ल हो त्यहीँ राख्दिनु तँलाई नि साबन चाहिन्छ जुत्ता यो ल अब यो अरू कुरो त्यस्तो अरू मेरो परो भन्नु अरू मेरो पर हेर यो मेरो पर हो यो मेन हजुरलाई चाहिने हो क्या आजै माछा खाएपछि च्याप्प कोट्याइहाल्ने त्यो लगाइहाल्नु त हेरी पहिला हुन्छु म सुरु गरम भयो नापेको के अरे छिदालेर होइन तँलाई आसी छिदालिदिए हुन्छ होइन ठिक छ अर्को खुट्टालाई नि टेक्नु अनि दुईटा खुट्टा च्याप्टा पार्नु त अनि बिचको छिन्छ हो ठिक्क हुन्छ मिले हिला छ है अब नाङ्ना नराख्नु फालिदिनु अब यो पनि हातमा दिनु त परेन नि बाबा यो हेर्नु त के हो यहाँ हेर्नु अब के रहेछ यसलाई फुगाएर भातसित खानेकुरो दुध हालेर भातसित चिनी जस्तो
चिनी त मलाई चाहियो कति किलो होला बाबा आधा बोरा छ आधा बोरा छ ठ्याक्कै भर्नु ल यति भएपछि दसैँ भयो होइन बाबा भयो भोलि बाख्रा काटेपछि बोको काट्ने कि खसी खसी बोको पाठी बाख्रो के काट्ने खसी कुन र त्यो खोराभित्र भएको सानो रातो होइन ओ बाबा यो मिल्छ मिल्दैन मलाई सबभन्दा मजाको चाहिँ यो लाग्यो क्या बाबा जुत्ता तल हिलो छ है तल नराख्नु ल लाउनु त लाउनु त नाप्नु त पर्यो नि ल खाली तिनी काला जुत्ता भयो क्या बाबा हजुरलाई ल जा अब ससुराली जाँदा सिर्खु जाँदा आमालाई नचिन्नुहुन्न मजा भएछ बाबा खुसी भयो होइन बाबाले जुत्ता लगाएको देखेर सबभन्दा मजा त टी सर्ट भयो क्या बाबा सानो भयो क्या बाबा ठिक्क हुन्छ यता हिला नटेक्नु यता टेक्नु लास्टे घुसाउनु खोइ हिँड्नु त बाबा यहाँ चार पाइलो ठिक्क हुन्छ आहा जुत्ता त कान्छाले भनेको बाबा फेरि जुत्ता हजुरलाई बालाई एक जोडी जुत्ता राम्रा किनेर लैदिएस् भनेर कान्छाले हो मजा चाहिए ल ओ बाबा घाँस काट ल्याउनु भयो आज गमलामा खडा पाडो कहिले बेच्ने त नि पाडो त बिहान बनाएर बस्छु कहिले बनाउनुहुन्छ त नि हजुरले साँच्चै भन्नुभएको सत्य हजुरलाई हेरेको छ त्यतै हेरेको काम गर्न परेपछि खालि पाडाले हजुरलाई माया मानु भन्ने होइन बाबा नत्र जसले खुवायो नि खाँदैन र खान बाले खुवाएको खाने मन त ल हेर्नु मेरा बाले खुवाएको खान्छु तैँले खुवाएको खान्न भनौँ खान मैले गाह्रो त्यसो भनेको अरे भैँसी बेचेर पखाएर जाम क्या बाबा एक्लै ज्यानले के घाँस काट्न सक्छ त नि यहाँ दुईवटालाई क्यार्न पाल्नुहुन्छ हजुरले दुई त पाल्न नि मलाई गाह्रो पर्यो बाबु तेरि मम्मी ठग भयो क्या आजले धेरै ठग्न खोजेछ न घाँसको तिरिन समात्थे क्यार्ने हो त नि बाबा यसको उपाय के छ बेच्ने नि के बेच्ने नि भैँसी बेच्ने गोरु बेच्ने जग्गा बजाइदियो नि अब मैले भैँसी गोरु बेच्ने पाडो ब्याउने बनाएर बेच्ने पाडो नि बेच्ने भैँसी त्यही जान्छ अहिले भर्खर खोजेको थिएँ दिन्छु मैले अब सकिएन होइन अब लैनु भैँसी पालेर दुइटा जान पाल्न मम्मी यति कुरो पाएदेखि हिँडिहाल्ने हो त नि मम्मीको काम छैन अब घर बनाउन ट्याक्क भोलि दसैँभन्दा आज जस्तो छन् भयो हुनुहुन्छ गोठालो राखेका छन् हिँडेका छन् उनीहरूको केही छैन लानु त भयो त किन त्यति छ त्यस्तो त लाउनु भन नि बाबा पितृ परेको कपडा लाउने हो अब सारा संसारले बाउ भने मान्छेले यो घर छेप्न पुर्याएर न घाँस जति हामीले काट्नु पर्ने घर बस्ने खाली दसैँसम्म घर बनाउने
अनि त्यो अन्डाका बोक्रा नि फाल्न नसके क्या नि हो होइन बाबा भन्। छिराल दिने हो अन्डा खाने हो यहीँ फाल्ने हो यस्तै बनाएर छोड्ने हो घर बस्नेले सैतान त होइन बाबा के काम छ त नि के काम छ त नि काम के छ यो कामै होइन यो कामै होइन डुल्न डुल्न नआएर के हुन्छ नि अँ? न यति ल्याम भन्नु छ ल्याइछु हजुरको हात हालिदिन्छु है भिन्न भन्नु हजुरको हात हालिदिन्छु है घाँस लिएर आसी मैले ल्याएको आज जान्न सक्दिनँ भन्दा नि सुख पाएन बाबा ज्यानले ज्वरो आइछ मलाई ज्वरो आए पनि अब घाँस काट्न जानै पर्यो आज त म पनि जान्छु बाबा अब कतिखेर आएर काट्दा त नि बोको अहिले आएर काटौँला नि दसैँको घर बनाउन कति गाह्रो हुन्छ मन सहयोग गर्छु भनेर फकाइ फकाइ घाँस कटाउनु भयो आजसम्म अहिले त्यसो भन्नुभयो होइन ल भन्नु त यो त घाँस काट्न म पूजाले देखो लगाइदिन्छु म थप ल हुन्छ ल ल ल ल म जान्छु घाँस ल्याउँछु हुन्छ ल ल ल्याउनु न ल्याउनु ल्याउनु ल ल जाऊँ बाबु घाँस काट्न सजिलो कि छेप्न बाबा ए पूजा यो तैँले देखो लगाइदिए त म छेप्छु हजुरले छेप्नुहुन्छ देखो लगाइदिए त आइयो त म छेप्छु कस्ती अब ए पूजा यो काम हामीले जानिन्छ र बाबा हजुर त छेप्नु पो कसिनु भयो त हो मम्मीलाई घाँस काट्न पठाउने अरे अब त्यसै बिनेपछि कहाँ हो नि तँ छेप्नी कहाँ छेप्नुहुन्छ र त्यसै ल्याएर मुखमा टाल्ने हो क्या हो माथि 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 नमर्काउनु यही त हो नि दसैँका दिनसम्म घर नबनाएपछि क्यान्थे नि होइन बाबा खालि घर छेप्छु भन्दै बस्दै त्यो आइदिनु हो बाक्लो चाहियो भने पल्ला चोप्नु ओ माथि माथि छिटो नपाउनु ल हेर नजानेको काम के छ र नि बाबाले अनि खाली घाँस कटाउने खाली घाँस अब त घाँस काट्न त छोडिदिनु क्या बाबा भैँसी बेच्दिनु यही होइन गर्नु लथालिङ नपार्नु नछिराल्नु कहाँ कति महँगो छ यो गेरु जति बुढा भयो त्यति घमण्डी हुने बाबा किन हो भयो बाबा कति भन यो बिचा बिचा रह्यो नि त बाबा यो टाटा मम्मीका मैयाले हो किन हो गालाबारी माटो लाग्यो त फर्कनु खाल्टो पर्छ यहीँ छेप्नु भयो अब घर नि छेपेको थिएँ भन्न पाइयो